भाइ बहिनीहरू, आज हामीहरू बाँदर र गोहीको छोटो र मिठो कथा सुनौँ है त। एउटा बाँदर ठुलो रुखमा बस्दथ्यो। ऊ मिठा फलफुलहरू खान्थ्यो। रुखको छेउमै ठुलो नदी थियो। नदीमा एउटा गोही बस्दथ्यो। गोही जहिले पनि बाँदरलाई मिठा मिठा फलफुल खाएको देखिरहन्थ्यो। गोहीले बाँदरलाई भेटेर भन्यो, तिमी धेरै मिठा फलफुलहरू खान्छौ, के मलाई पनि केही फलफुलहरू दिन सक्छौ? बाँदर एकदमै दयालु स्वभावको थियो। उसले खुसी साथ गोहीलाई फलफुल दिन थाल्यो। उनीहरू छोटो समयमै एकदमै नजिकका साथीहरू भए। एक दिन गोहीले आफ्नी श्रीमतीलाई यो कुरा भन्यो। गोहिनीले भनिन्, यदि बाँदरका फलफुल त्यति मिठा छन् भने उसको मुठु कस्तो मिठो होला है? गोहीले सोच्यो, हो त, म बाँदरको मुटु लिएर जसरी पनि तिमीलाई दिन्छु। गोहीले बाँदरलाई भन्यो, मेरो घर नदीको बीचमा छ। त्यहाँ अरू मिठा मिठा फलफुलहरू पनि पाइन्छन्। तिमी मेरो ढाडमा बसेर नदीको बीचमा जाऊ। गोहीको यो निमन्त्रणा स्वीकार गरेर बाँदर खुसी भएर गोहीको ढाडमा बसेर नदी पार गर्न थाल्यो। तर गोहीले बीच नदीमा पुगेर भन्यो, अब म तिमीलाई मार्छु। मलाई तिम्रो मुटु चाहिन्छ। मैले आफ्नो श्रीमतीलाई जसरी नि तिम्रो मुटु खुवाउनु छ। बाँदर डरायो, तर ऊ चलाक थियो। उसले भन्यो, ओहो, म मेरो मुटु रुखमै छोडेर आएको छु। अघि नै भन्नु पर्दैन त तिमीले? गोहीले सोध्यो। साँच्चै? बाँदरले भन्यो, हो, मलाई रुखमा फर्कन देऊ न, म मेरो मुटु लिएर छिट्टै फर्कन्छु। गोहीले बाँदरलाई किनारामा झारिदियो। बाँदर तुरुन्त रुखमा चढ्यो र गोहीलाई भन्यो, ए मूर्ख गोही, कोही आफ्नो मुटु बाहिर राख्छ र? छल कपट गोही, भनेर गोहीलाई जवाब दियो। बाँदरको त्यो जवाब सुनेर गोही लज्जित हुँदै बिस्तारै नदीमा फर्कियो। भाइ बहिनीहरू, यस कथाबाट हामीले चलाकी र विवेकले ज्यान बचाउन सकिन्छ। जस्तो सुकै परिस्थितिमा पनि नहडबडाइकन आफ्नो बुद्धि विवेक प्रयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पाउन सक्छौँ। हस्त भाइ बहिनीहरू, तपाईहरूलाई कथाहरू रमाइलो लाग्यो भने आउँदा दिनहरूमा पनि कथाहरू पक्कै ल्याउने नै छौँ। यो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर गरेर साथ दिनुहोला। यहाँको दिन शुभ रहोस्।